पैसा चाहिँ हाम्रो आम्दानीभन्दा पनि कम भयो भन्ने एउटा पनि गुनासो छ। अर्कोतिर सहरी वडाहरूमा ज्यादा विकास भइसकेको छ। त्यो हामी गाउँतिर विकासै नपुगेको ठाउँमा उही एउटै प्रकृतिको बजेटले कसरी हुन्छ भन्ने त्यो खालको चाहिँ पनि दुविधाको स्थिति छँदैछ। त्यसबाट हामीले चाहिँ यो वर्ष के गर्यौँ भने अलिकति प्रयास गरौँ भनेर 60 लाख सबै वडालाई हामीले न्यूनतम गर्ने 60 लाख, त्यसपछि 46 लाख चाहिँ उसको काम गराएको मूल्याङ्कनको आधारमा 46 लाख चाहिँ गर्ने भनेपछि अब अहिले बढी पाउनेले 1 करोड 6 लाखसम्म पाउँछ। बढी उसको पर्फर्मेन्स राम्रो आइरहेको वडाहरूले। अर्को चाहिँ हामीले 1 करोडको हराएर चाहिँ सबै वडाले पाउने गरेर त्यो किसिमको एउटा मूल्याङ्कनको कार्यविधि, बजेट वितरणको एउटा कार्यविधि हामीले बनाएको छौँ। अब यहाँ कस्तो आयो भने बजेट त्यो वडाले वितरण गर्दाखेरि 25% चालु खर्चमा गर्नुहोस्, 75% चाहिँ पुँजीगत खर्चमा गर्नुहोस्, 1 लाखभन्दा तलको योजना नबनाउनुहोस्, 40 वडाभन्दा बढी नबनाउनुहोस् भनेर हामीले भनेको छौँ। 40 वडाभन्दा बढी तपाईँहरूले नबनाउनुहोस् भन्दाखेरि चाहिँ 25 लाखको बढीमा 25 लाखसम्म तपाईँको चाहिँ उसमा जाने हो, चालु खर्चमा जाने हो। चालु खर्च भनेको होइन, अनि त्यसपछि चाहिँ तपाईँले उसमा पुँजीगत खर्चमा राख्नुहुन्छ। त्यसमा हामीले हरेक वडाले न्यूनतम 5 लाख रुपियाँ विपदमा राख्नुहोस् है भनेर हामीले एउटा त्यो पनि क्राइटेरिया हामीले तोकेको स्थिति छ। एकातिर यो छ भने अर्को अब बाँकी नगर स्तरीय त्यसका लागि करिब 14देखि 14.5 करोडसम्म वडाहरूमा अब त्यसरी वितरण भएर जान्छ। वडा अध्यक्षले चाहिँ एउटा गौरव गर्ने पनि विषय हुन्छ। तर कतिपय वडा अध्यक्षहरूले चाहिँ वडाका सदस्यहरूलाई हामीलाई राख्ने नराख्ने हामीलाई छलफलै नगराइकन एक्लै निर्णय गर्नुभयो भन्ने गुनासो पनि छ। त्यो गुनासोलाई पनि मेट्नको लागि हामी कसरी जाँदैछौँ भन्ने कुराको एउटा जानकारी सबै नगर सदस्यहरूलाई रहोस् भन्ने पनि हाम्रो चाहिँ यो कुरा हो। वडामा फेरि हामी बस्ती स्तरमा छलफल गर्नुहोस् हामी भनेको छौँ होइन। बस्तीमा गएर 4वटा सेक्टरमा तपाईँले वडालाई भन्नुहोस्, 4वटै सेक्टरमा के मागहरू छन् किनभने हरेक वडाको प्रकृति फरक छ। हरेक सेक्टरको पनि त्यहाँ एउटै वडाभित्रको पनि त्यहाँ सेक्टरहरूमा फरक प्रायोरिटीहरू हुनसक्छ। त्यसबाट त्यो कुरालाई ध्यानमा राखेर तपाईँहरूले बजेटको तर्जुमा गर्नुहोस् भन्ने एउटा कार्यविधि नै बनाएर हामीले वडाहरूलाई दिएका छौँ। अब अधिकांश वडाहरूले छलफल पनि गरिरहनु भएको छ। कतिपय गुनासोहरू जुन छ त्यो वडा अध्यक्षहरूले आफ्नो सदस्यहरूलाई कन्फिडेन्समा राखेर विश्वासमा राखेर यी कार्यहरू चाहिँ अगाडि बढाउनु हुनेछ भन्ने मेरो चाहिँ अनुरोध छ। त्यो पनि हामीले एउटा अर्को राजनीतिक दलका मित्रहरूले बजेट बनाउँदा हाम्रो सहभागी नै भएन, हाम्रो सहकारी नै भएन। यहाँभित्रका समस्याहरू के छन् ती समस्याहरूलाई पनि उहाँहरूले बुझ्नुहुन्न। आम नागरिकले, जनताले, उहाँहरूसँग सम्बन्धित मानिसहरूले यो भएन र त्यो भएन भनेको कुरालाई उहाँहरूले राखिदिनुहुन्छ होइन। त्यसले गर्दाखेरि यो गरेर त्यो गरेर भनेर सिधै हाम्रो संवाद नहुने अनि फेसबुक र अनि अरू कमेन्टहरूबाट मात्रै हामीले राय बुझ्ने स्थिति किन गर्ने। त्यसबाट हामीले चाहिँ साथीहरूलाई चाहिँ राय लिएर उहाँहरूको पनि राय सुनौँ न, छलफल गरौँ भन्ने उद्देश्य वडाले पनि त्यहाँ राजनीतिक दलका साथीहरूसँग राखेरै छलफल गरिरहेको छ। अस्ति 3 नम्बर वडामा म गएँ, त्यहाँ पनि उहाँहरूले चाहिँ सबैलाई राखेर छलफल गरिराख्नु भएको छ। जहाँ शान्तिजी, अशोकजीहरू पनि होइन 1 नम्बरमा पनि उहाँले सबै वडाहरूले त गरिराख्नु भएको छ। त्यहाँ पनि छलफल हुन्छ स्थान विशेषको विषयमा, यतापट्टि पनि हुन्छ। अब कस्तो छ भने फरक निर्वाचन चिन्हबाट चुनाव जितेको हुन्छ, प्रतिस्पर्धामा साथीहरू हुनुहुन्छ। कतिपय ठाउँ वडा अध्यक्षको प्रतिस्पर्धामा पनि हुनुहुन्छ, कतिपय ठाउँ नगर प्रमुख उपप्रमुखको प्रतिस्पर्धामा पनि हुनुहुन्छ। उहाँहरूको विचार, उहाँहरूको भावना, उहाँहरूको चाहिँ अवस्थालाई हामीले कसरी चाहिँ सम्बोधन गर्ने भन्ने विषयलाई छलफलको विषयहरू हामीले गरेका हौँ। र हामीले अहिलेको समसामयिक सन्दर्भ के छ, अहिले हामीले गाउँतिर बाटो पुगेन,
खानेपानी पुगेन, हामी त्यो बनाइरहेका छौँ। तर बस्ती झन् तल गइरहेको छ। उदाहरणको रूपमा भन्यो भने रिस्ती खोलामा 2-3 ठाउँमा जब हामीले पुल हाल्यौँ, त्यहाँको स्कुलहरूमा विद्यार्थीले सबै बङ्गालतिर आउने, अरू बोर्डिङतिर आउने स्थिति भयो। अब बोर्डिङको गाडीहरू यहाँ कलेजको गाडीले हामीले बाटो बनायो भने जस्तो यो बोर्डिङको गाडीहरू वही गाउँमा गएर विद्यार्थीहरू बोकाइरहेको हुन्छ। अब त्यो हामीले काम गरेछौँ, त्यो काम देखिँदैन। स्कुलले थियो होइन, स्कुलमा विद्यार्थी छैन। त्यही भएर विकासका सँगसँगै केही नयाँ चुनौतीहरू पनि हाम्रो बिचमा आइरहेको स्थिति छ। जहाँसम्म यो मादी नदीको विषयमा अलिक धेरै साथीहरूले कुरा पनि उठाउनुभयो। मादी नदीको डिपिआर भएको छ, प्रोजेक्ट छ। हिजो मात्रै पनि लगानी बोर्डको मिटिङमा हामी हाकिम साहब हामीहरू चाहिँ योजनाको साथीहरू गएर चाहिँ हामी त्यहाँ छलफल गऱ्यौँ। तपाईँहरूको प्रोजेक्टलाई कसरी यसलाई चाहिँ लगानी गर्ने पक्षहरू हामीले खोज्न सक्छौँ, त्यो हामी प्रयत्न गर्छौँ भनेर त्यहाँ दिन लगानी बोर्डसँग सम्बद्ध साथीहरू पनि भइराख्नु छ। मुख्यमन्त्रीजीकै अध्यक्षतामा त्यो भएको थियो। प्रदेश सरकारले पनि त्यो कुराहरू भनिरहेको स्थितिहरू छ। त्यसको विषयमा त्यो अब 108 फुटको विषयमा अघि पनि हामीले छलफल गरिसकेका छौँ। अहिले हामीलाई सबभन्दा चुनौती भनेको अहिले फोहोर मैला व्यवस्थापन। समयमा हामीले जग्गा किन्न सकेनौँ। त्यतिखेर यही किसिमको स्रोत पनि हुन्थेन हिजोको पालिकाहरूमा होइन। अब आज हामीले चाहिँ जग्गा खरिद गर्न प्रयत्न गऱ्यौँ। नेपाल सरकारको स्वीकृति लिनुपर्ने, नेपाल सरकारको स्वीकृति प्राप्त नभएसम्म हामीले त्यहाँ काम गर्न पनि मिलेन। त्यो स्वीकृति लिने क्रममै यहाँ स्थानीय रूपबाट अब राजनीतिक, सामाजिक, स्थानीय स्वार्थ विशेष अनेक किसिमका विरोध प्रतिरोधहरू भइरहेको, त्यसलाई हामी देखि नै रहेका छौँ। त्यसो भए त्यसको स्थायी प्रबन्ध नहुँदासम्म अस्थायी प्रबन्ध हामी गरि नै रहेका छौँ। एउटा फोहोर मैलाको व्यवस्थापनको चुनौती छ। अर्को, अहिले पनि सामान्यीकरण बजेटमा यो अन्तिम किस्ताको 21% रकम घटाएर पठाइदिएको छ। राजस्व बाँडफाँडको सरकारलाई हरेक महिना हुने त्यो स्रोतबाट उनीहरूले त्यही हिस्सा उनीहरूले बाँडेर पठाउने हो। त्यो हिस्सा पनि हामीलाई चाहिँ घटेर आएको स्थिति छ। हाम्रो आफ्नै राजस्व पनि घटिरहेको स्थिति छ होइन। ढुङ्गा गिटी बालुवादेखि लिएर सबै कुराहरूमा हामीले चाहिँ जुन प्राप्ति गर्नुपर्ने हो त्यही ढङ्गको प्राप्ति भइरहेको छैन। त्यसो भएर नागरिकका अपेक्षाहरू, निवेदनहरू, मागहरू एकदमै बढेर गएको छ। हाम्रो स्रोतहरू चाहिँ हिजोको भन्दा हालै घटेर गएको छ होइन। अब यतापट्टि स्वयंसेवक, स्वास्थ्य स्वयंसेवकहरूको माग सुन्यो, त्यहाँ करोडौँ लगानी गर्नुपर्ने जस्तो। अब यतापट्टि तपाईँको चाहिँ स्कुलहरूको माग सुन्यो, त्यही अनेक हामीले सुन्नुपर्ने, उहाँहरूको चाहिँ लागि सम्बोधन गर्नुपर्ने। यता धेरै हरेक ठाउँमा चाहिँ नगरपालिकाको प्रति नै, वडाका प्रति नै अलिकति मागहरूको दबाब सिर्जना भएको स्थिति छ। त्यसर्थ यो सबै सन्दर्भमा हामीले कसरी समन्वय गर्न सक्छौँ, कसरी सम्बोधन गर्न सक्छौँ। अब सानो सानो बजेट वितरण गर्न हुँदैन भन्ने कुरा उठ्छ। ठुलो ठुलो बजेट हामी एक ठाउँमा हाल्यो, अरू हेरेर बस्ने त भन्ने कुरा आउँछ। फेरि हरेक वडाले, हरेक टोलले 252 टोल है यहाँ प्रेजेन्टेसन भइसकेको छ। 252 टोलले खै हाम्रो टोलले के पायो भन्छ, हरेक टोलले मैले के पाएँ भन्छ। टोलको अध्यक्षहरूले पनि हामीले कम्युनिकेसन गरेर हामीलाई उपभोक्ता समिति बनाऊ, हामीलाई होइन अनेक किसिमको सहभागिता हामीसँग खोज्ने तपाईँहरू, अनि हामीलाई के सुविधा दिनुभएको छ भन्छ। अब यो सुविधा गाउँतिर हामी बाटो बनाएको छ, हेऱ्यौँ भने हरेक नाला तपाईँहरूले हेर्नुभयो भने हिजो त कुनै दसैँ तिहारमा गाउँले खोज्थे, सफा गर्थे, गल्ली सफा गर्थे, झाडी मार्थे। अहिले त्यो नालामा माटो झरेपछि माटोको माटो छ, कसले सफा गर्ने? नगरपालिकाले गर्छ। नगरेको यदि नगरपालिका पनि वडा दुसरा हुँदैन, त्यो नगर प्रमुखलाई हाकिम साहबबाट पनि हुँदैन, नगर प्रमुखले नगर 10 वर्ष खान लागिसक्यो मेरो हेर गरेको फोटो खिचेर हाल्थ्यो। यस्तो खालको चाहिँ एउटा तनावग्रस्त स्थितिमा अझै 1 वर्ष मैले बिताउनु छ होइन। अरू साथीहरूलाई त अझै रहर होला, बाँकी जानु पनि पाइन्छ। नयाँ नयाँ रहर गएर साथीहरू पनि यहाँ हुनुहुन्छ होइन, त्यसमा केही पनि भएन। त्यसो अब यसलाई हामीले कसरी सन्तुलित गर्न सक्छौँ। अब आगामी जनप्रतिनिधिहरू जो हुन्छ उनीहरूलाई हामीले चाहिँ ऋणको भार, दायित्वको भार भरसक नबोकाइकन
अहिले आउने स्रोतहरूबाट हामीले व्यवस्थापन गर्न सक्यौँ भनेदेखि सजिलो हुन्छ। त्यसो भए कसरी भित्रव्ययी हुने, कसरी प्रत्येक जनताको मन छुने खालको योजनाहरूलाई सम्बोधन गर्ने भन्ने कुराहरूतर्फ हामीले यो सभा, हामी नगर सभाबाट जनप्रतिनिधि साथीहरू यहाँ बोल्नु भएको छैन, आज अरू सदस्यहरू बोल्नु भएको छैन, बुझ्ने मात्रै हो। सरकारवाला साथीहरूको के राय राख्नु छ, हाम्रो बजेटलाई कहाँ ध्यान दिनुपर्ने रहेछ भन्ने कुरा यहाँले बुझ्नका लागि यहाँलाई हामीले आज आमन्त्रण गरेको हो। कस्तो लाग्छ है, सबै साथीहरू आउनु, कतिपय साथीहरूले बिदा पनि माग्नुभएको छ। हाम्रो हरिचौहानजी सांसद हुनुहुन्छ, अशोकजी, श्यामराजा महतजी, उहाँको काठमाडौँमा एउटा पोखरामा एउटा मिटिङ पनि हामीले आउन सकेन है भनेर भन्नुभएको छ। रामचन्द्र पोखरेल सर, पूर्व मन्त्री डोगाने भित्र, उहाँले पनि हामी आउन सकेन, निमन्त्रणको लागि धेरै धेरै धन्यवाद भनेर उहाँले पनि हामीलाई भनिराख्नु भएको छ। अब अलिकति सबैको सहभागिता हामीले खोजेको पनि हो। यसलाई चाहिँ अहिलेसम्म अब आज शान्तिजी, हाम्रो चन्द्रजीहरूको पोखरामा मिटिङ